हे दैव, मैले अगाडि जन्ममा के त्यस्तो पाप गरिछु नि? त्यसको सजाय अहिले म भोग्दैछु। मेरो बाबु कहाँ गयो होला अहिले? के खायो होला? कति खोज्दै होला अहिले मलाई मेरो बाबुले? कहाँ सुत्यो होला? पापी, तैँले मलाई किन यसरी बाँधेको? मैले तेरो के बिगारेको थिएँ र? के भनेछ रे? मैले तेरो के बिगारेको थिएँ र मलाई यसरी बाँध्दैछस् तैँले? मेरो छोरा खोइ, खोल्दे मलाई। मेरो तैँले केही बिगारेको छैन फुलकुमारी। जस मैले पैसाको लागि अपहरण गरेको हो। मलाई पैसा आयो त्यसैले तिमीलाई अपहरण गरेको। अरू बस मलाई केही थाहा छैन। कसले किन र के को लागि दियो तँलाई पैसा? आखिर मलाई यसरी किडन्याप गरेर तिमीहरूले के पाउँछौ? न त मसँग धन सम्पत्ति नै छ, न त अन्य केही। मेरो बाबु खोइ त अनि, खोल्दै मलाई। तेरो बाबुलाई पनि ल्याउने पैसा मैले पाएको छैन, थाहा छैन मलाई। अनि कसले दियो त तँलाई पैसा? धेरै कुरा नगर। म यति मात्रै भन्न सक्छु कि तेरो मृत्यु यही हुन्छ, कसैलाई थाहा हुँदैन। हे दैव, मलाई मेरो छोरासँग जसरी पनि भेटाइदेऊ। सब खेल त्यही थापा काजीको रहेछ। त्यसले नि मलाई तेरो काल आएको छ भनेको थियो। नमस्कार सर, फुलकुमारी हराएको कुरा थाहा पाउनुभयो त? थाहा त पाएँ श्रीराम, तर कसले किन गरेको हो बुझ्न सकिनँ। बिचारी त्यो उसै पनि दुखी, त्यसमाथि त्यसैलाई आइपर्दो रहेछ अनेक दुःख। कि गई कोहीसँग? त्यस्तै त छैन है सर फुलकुमारी। त्यो दिन बिहान भेट्दा पनि छोरालाई कसरी पढाउने भन्ने चिन्ता लिएकी थिइन्। अब बाबुलाई पढ्नको लागि खर्चको जो म गर्छु भन्दा खुसी भएकी थिइन्। पहिलो जाने भए त अनुहारको हाउभाउ नै फरक हुन्थ्यो नि सर। मान्छे त ठिकै हो, कसैले केही गर्यो कि भन्न पनि के को लागि गर्यो होला जस्तो लाग्ने। अनि सर, ती थापाकाजी छन् नि, व्यापारी क्या व्यापारी, अबको चुनावमा तपाईँ अध्यक्ष उठ्नुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो। त्यसैको लागि छलफल गरौँ भनेर नै आएको। ठिकै भनेछन् त। तपाईँ समाजसेवी पनि, गाउँलेले पनि पत्याएको, उठ्दा जित्नु पनि हुन्छ। तपाईँ नै उठ्नुपर्छ अब चुनाव। फेरि यी अध्यक्ष त भ्रष्टाचारमा लिप्त छन्। जहाँ जहाँ कमिसन आउँछ त्यहीँ त्यहीँ कुद्छन्। गाउँलेको पिरमर्काको त कुनै वास्तै छैन। त्यसो भन्न आएको होइन सर। म त समाजसेवी मान्छे, समाज सेवामै जीवन बिताउँछु।
फेरि म जस्ताले राजनीति गर्न जान्दैनन् पनि। के हो कुरो खुलेर भन्नुहोस् न। म त तपाईँलाई पो राजनीतिमा अब आउनु पर्यो भन्न आएको हो। म त शिक्षक मान्छे। राजनीति फोहोरी भयो भन्दै नाक थुनेर हिँड्ने होइन सर, त्यसलाई सफा पनि गर्न जान्नु पर्यो। त्यसैले अब राजनीतिमा पढे लेखेका मान्छे पनि आउनुपर्छ। विद्यार्थीको भविष्य बनाउन छोडेर कहाँ राजनीतिमा आउने श्रीराम? अब विद्यार्थीको मात्र होइन सर, देशकै भविष्य बनाउनु पर्ने बेला आएको छ। सरले विचार गर्नुहोला। मेरो साथ र समर्थन तपाईँलाई नै रहन्छ। अहिलेलाई म लागेँ। हुन त श्रीरामले पनि ठिकै भन्यो। हाम्रो अध्यक्षको पनि काम गर्ने ध्यानै छैन। उठ्नुपर्छ कि क्या हो यो पटक? फुलकुमारी हराएको थाहा पाउनुभयो तपाईँले? थाहा छैन त। 3 दिन भइसक्यो ऊ हराएको। अत्तो पत्तो के पनि थाहा छैन। ए हराइची फुलकुमारी कहाँ गएछ होला? थापा काजीले मार्छु भन्दै गाली गरेको त अस्ति सुनेको मैले। कि केही गर्यो थापा काजीले? के र बाँच्ने दिन धेरै छैन, अब दुःख पनि हुँदैन। ए उसो भए तपाईँले सुन्नुभएको रहेछ। गाउँलेहरू पनि त्यहाँ भेला हुने भएका छन्। जाउँ न त त्यहीँ। होइन श्रीराम, तपाईँ अहिले जाँदै गर्नुहोस्। मेरो अलिकति त्यहाँ काम छ, म त काम सिधेर आउँछु। ल ल भइहाल्छ नि त। हिजोदेखि यो बाबु यस्तो एकान्त ठाउँमा एक्लै सुतिराखेको रहेछ। अस्ति यता चितुवा देखाएको थियो अरे, पल्लाएर दाइले भने रातभरि ढोका पनि खुल्लै रहेछ। यस्तो जङ्गलमा माया ढोका खुलै राखेर एक्लै यस्तो बालक चितुवा आउने
घारी जङ्गलमा उसको आमाले छोडेर कहाँ गएको त? लाउडेले भन्नुपर्थ्यो थापा काजीले चाहिँ नि फुलकुमारले मार्छु भने। थापा काजी तपाईँले फुलकुमारलाई कहाँ हाल्नुभयो? छिटो भन्नुहोस्, होइन भने म अहिले पुलिस बोलाउँछु। यस्तो अपराध काम गर्ने तपाईँलाई अलिकति दैवको पनि डर लागेन? कति पाप भरेको छ यो मान्छेमा? छिटो भन, कहाँ हाल्यो? होइन होइन, त्यस्तो काम मैले गरेको होइन, मैले त रिस मात्र पोखेको। तपाईँले फुलकुमारलाई मार्छु भन्दै गरेको लाउरे दाइले देखेको रे। भनेको मात्रै हो र, गरेकै हो। बरु ढिलाइ नगरिकन पुलिसलाई खबर गरौँ, 2-4 बाटा खान्छ अनि आफै बकिहाल्छ। धर्म मैले केही गरेको छैन फुलकुमारीलाई। त्यस्तो उल्फटाङ कथा बनाएर नि मलाई फसाउनु खोज्ने। काजीलाई किन किनेको? यसले फुलकुमारीलाई बेपत्ता पारेछ। पारेका अनि फेरि हिँडेका हामीहरूको कसरी थाहा भयो तपाईँलाई? यसले फुलकुमारीलाई मार्छु भनेको लाउरे दाइले सुनेको रहेछ। त्यो सब थापा काजीले गरेको होइन, मलाई थाहा छ कसले गरेको भनेर। बाबु लु यो खाऊ। त्यति तपाईँलाई मेरो मम्मी हेर्नुभयो छैन? मैले देखेको बाबु। दादा दर्शन 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 दादा तपाईँले भनेको काम सफल भयो नि। कसैले देख्यो कि देखेन? काम कसले गरेको हो दादा? त्यो पहिला हेर्नुहोस् न। दादा मेरो काम कच्चा हुँदै हुँदैन। म जे काम गर्छु 100% गर्छु। ल बधाई छ। त्यसो भए फेरि कसैले सुनेको देखेको रहेछ भने त सिधै जेल जाने हो नि। विचार गर। तपाईँ चिन्ता नगर्नुहोस् दादा, त्यस्तो केही हुँदैन। त्यहाँ कतै केही भयो भने मेरो नाम चाहिँ जोडिनु हुँदैन नि फेरि। दादा म जेल गए पनि हजुरको नाम मेरो मुखबाट आउँदैन। ल धेरै बेर नबस अब जा। फेरि मलाई पनि मान्छेहरूले शङ्का गर्छन्। जा। हवस् दादा। बरु अलिकति खर्च छ भने दिनुहोस् न दादा, खाजा खाने पैसा पनि छैन। अहिले छैन, भोलि घरमा आइज के दिउँला। फेरि फोन चाहिँ नगर्ने, फसौलास्। हुन्छ दादा, म अहिलेलाई लागेँ। ल राम्रोसँग जा है त। हवस् दादा।
ए फुचे त्यो खानेकुरा देऊ खानुहुन्छ अन्त लिन थाल्नु फुचे त्यो पनि दे अङ्कल तपाईँले मेरो मम्मी दिनुभयो थाहा छैन मलाई भन्नु न अङ्कल भन्नुभयो भने म तपाईँलाई अझै खानेकुरा ल्याइदिन्छु तेरो मम्मी कहाँ गयो त स्टोभबाट आउँदा त्यो तमी खोल्दै थियो मामु तमी हुनुहुन्न थियो ताजा भयो त्यसैलाई पनि थाहा छैन अरे गयो होला नि पहिलो बाबुलाई बाबु सुशान्त लौ न यो त एकाएक बेहोस भयो त एम्बुलेन्स बोलाउनु पर्यो अस्पताल लैजानुपर्छ एम्बुलेन्स होइन सर बच्चा ज्यादै नै शिथिल देखिएको छ एम्बुलेन्स आउनलाई ढिला हुन्छ यहाँ बाइक छ बाइकमै हालेर लग्यो भने चाँडो हुन्छ कि मेरो बाइक छ म बाइक लिएर आउँछु लौ छिटो लिएर आऊ सुशान्त बाबु एक्कासी के भयो यार जिब्रो बाहिर धन्न तपाईँले ठिक टाइममा ल्याउनु भएछ बाबुलाई डाक्टर साहब बाबुलाई के भएछ बाबु एक्कासी लड्यो भोकको कारणले बाबु यस्तो भएको हो 4-5 दिनदेखि केही खाएको थिएन कि क्या हो आमा नै पत्ता थियो 4-5 दिनदेखि अनि ओहो डाक्टर साहब हामीले बाबुको लागि अब के गर्नु पर्ला र अहिलेलाई बाबुको लागि केही गर्नु परेन केही गर्नु पर्यो भने हामीले तपाईँलाई भन्छौँ त्यसपछि गर्नु होला अलि बच्चाको ख्याल गर्नुहोस् है यसरी धेरै दिनसम्म बच्चालाई भोकै राख्नु हुँदैन अरू पेसेन्टहरू छ म चेक गर्न जान्छु है सन्जु बाबुलाई त कसैले खानेकुरा खान दिएनन् जस्तो छ हामी सबै फुलकुमारीलाई खोल्नतिर लाग्यो बाबुले खाए नखाएको कसैले वास्ता गरेनन् जस्तो छ त्यही त मलाई थाहा भएन मलाई थाहा भएपछि म खाना दिन्थेँ नि बाबा अङ्कल नमस्ते नमस्ते
ए छोरी आयो आऊ यता आऊ। बाबा भाइ बाटोमा एक्लै आउँदै थियो, मैले खान दिएको थिएँ त केरा र सुन्तला। त्यो त जग्गा अङ्कलले थाइदिनु हो। अनि मेरो माउलाई जे पाइदियो भन्नुभयो, मैले एक ढुन्डा हानेर भात दिएँ। ए त्यो झ्यापले त कस्तो बेइमानी रहेछ, यस्तो बच्चाको खानेकुरा पनि खोसेर खाएछ। त्यो त पापी नै रहेछ नि। हुन्छ अङ्कल, म पनि जान्छु, स्कुल जान ढिलो भयो। तपाईँ पनि जानुहोस्। म किन जाने? गाउँघरमा फुलकुमारीको खोजी गर्नुहोस् होइन, सुशान्तको अवस्थाको बारेमा पनि जानकारी गराउनुहोस्। तपाईँ पनि खाना खाएर आउनुहोस् होइन। तपाईँ आएपछि म खाना खानु जाउँला। हुन्छ हुन्छ, उसो भए म जान्छु नि। तपाईँ छिटो आउनु। श्रीराम, त्यो अस्पताल लगेको बाबुको हालत के छ? के हुनु सर, बाबुलाई हस्पिटल लगेको, चेकअप गर्दाखेरि डाक्टरले त्यो बच्चाले 4-5 दिन खाना नखाएको भन्ने चाहिँ रिपोर्ट देखायो उसले। त्यही भएर पो बेहोस भएको रहेछ। त्यही नै देखियो, डाक्टरले त्यही नै भन्नुभयो। ए खानै नखाएर त्यस्तो भएको रहेछ? हामीसँग 4-5 दिन सँगै हिँडेको थियो, त्यो खाना नखाएको भन्ने हामीलाई थाहा पनि भएन। वास्तवमा खाना नै नखाइकन बेहोस भएको रहेछ। हामी पनि फुलकुमारीको खोजीमा थियौँ। उसले खाना खाए नखाएको कसैलाई ध्यान पनि भएन। हामी सँगसँगै हिँडिरहेको थियो। हामी पनि हस्पिटल जाउँ, त्यहीँ गएर सल्लाह गरौँ, उसलाई आश्वासन दिउँ, केही खाने व्यवस्था मिलाइदिएर आउनु। हुन्छ नि त कुरो। जाउँ न। हुन्छ नि त, जाउँ। उनी पनि भोकै भने। नमस्ते। नमस्ते। तपाईँ 2 जना मात्र आउनुभएको? सर एकछिन स्कुल पुगेर आउँछु भन्दै हुनुहुन्छ। डक्टर सर, अनि बाबुको अवस्था कस्तो छ? हामी हेरिरहेका छौँ बाबुलाई। ठिक छ डक्टर सर, बच्चाको उपचारमा कुनै कमी नहोस्। मैले काउन्टर पनि भनिसकेको छु। जति खर्च लाग्छ पालिकाले बिहोर्छ। अब अहिले मेरो पालिकामा काम छ, हतार छ, डक्टर सर अहिले म लाग्छु। हेर्नुहोस् थापाकाजी, तपाईँ हामीले गाउँ समाज सुधार्ने हो भने यस्तो हरकत छोड्नुपर्छ। के को हरकत? म त व्यापारी मान्छे, जहाँ फाइदा हुन्छ त्यहाँ अघि सरिहाल्छु। व्यापारी भन्दैमा इज्जत जति पानीमा फालेर पैसाको पछि दगुर्ने, गाउँमा इज्जतै भएन भने त्यो पैसाको के काम? पैसा भएपछि इज्जत आफै पाइन्छ। पैसा नहुनेले इज्जत पाएको देखेको छ श्रीराम। पैसा होइन थापाकाजी, इज्जत कमाउनु पर्छ। पैसाको दम्ब देखाउँदै गयो भने मर्ने बेलामा एक्लै परिएला थापाकाजी। अहिलेको समाज त तिम्रो हाम्रो पछि लाग्ने होइन। अहिले त जहाँ पैसा छ ती पछि लाग्छन्। पैसा चाहिँ हुनुपर्छ। बाउ आमा बाहेक सबै थोक किन्न पाइन्छ। पैसा मात्र कमाएर के गर्नुहुन्छ थापाकाजी? धर्म पनि कमाउनुहोस् न, त्यसपछि गाउँलेले जे भन्यो त्यही मानिहाल्छन् नि। सकुन्जेल पैसा कमाउने हो, नसकेको बेला धर्म कमाउने हो। अहिले म सक्छु पैसा कमाउँछु, नसकेको दिन धर्म कमाउला। तपाईँ हामीले भने जस्तै अध्यक्ष ल्याउने हो भने तपाईँले यो रवैया बदल्नुपर्छ। गाउँलेको मन जित्नु पर्दैन। लाग्ने लगानी मेरो, गाउँलेको मन जित्ने काम तिम्रो। अरू कुरा मलाई केही थाहा छैन।
कुरा यस्तै हो थापाकाजी, त्यो फुलकुमारीले गरे जस्तो गर्नु भएन। फेरि गाउँले भड्केलान्। अहिलेलाई म लाग्यो। गाउँलेको जीवन नर्क जस्तो बनाएर मन्दिर जाँदा निकै धर्म कमाउँछु जस्तो लाग्छ क्या अध्यक्षज्यू? होइन थापाकाजी, तपाईँ किन यसरी मेरो पछि लाग्नुभयो? गाउँमा अरू कोही पनि भेट्नु भएन? बिहान मोड खराब गर्नुहुन्छ। राम्रो काम गर्नु पर्यो नि, सबैको सम्मान पाउन त। हुँदै नभएको आरोप लाएर मलाई लखेट्ने तिमी जस्तो कपुतलाई गाउँलेले निकै ठुलो भारी बोकाइदिएछन्। तिमीले यो अध्यक्ष पदको मर्यादा राख्नै सकेनौ। बिचरी त्यो फुलकुमारीको कोही सारा नदेखेर तिमीले पनि त मार्छु भन्दा हिँडेछौ। आफ्नो कर्तुत चाहिँ कसले देख्ने नि? अनि त्यो फुलकुमारीको छोराको उपचार खर्च अस्पतालमा जम्मा गर्यौ त कि त्यो स्टोर मात्रै हो भोट बटुल्ने? गर्ने मन भए तिमी नै गर न, नगर्ने भए बढी फुटफुट नगर। कसरी मिलाउनु पर्छ भन्ने कुरो मलाई थाहा छ। भोबो चिप्ला कुरा नगर। न अस्पतालको खर्च नै बेहोर्छौ, न गाउँलेको दुःखमा नै साथ दिन्छौ। ए थापाकाजी, तपाईँ पनि व्यापारी मान्छे, बरु भन्नुहोस् पालिकाबाट के गर्नुपर्छ म गरिहाल्छु। यसरी मेरो विरोध गर्दै चाहिँ नहिँड्नुहोस् न। आउनुहोस् न भरे बेलुका सँगै डिनर गरौँला। के गर्नुपर्छ मिलेर गरौँला। केही छन् काम भने पनि ल्याउनुहोस् न। लु भयो भन्नु छैन मलाई राज्य लुटको हिस्सेदार। मलाई आफ्नै व्यापारले पुगेको छ नि। ल बेलुकाको डिनर तपाईँको घरमा गरौँला। म बेलुका आउँछु। अहिले म लाग्यो। हेर न, उनकै निदाउ पनि गजब निकालेर गयो। म आइहालेँ। श्रीराम, त्यहाँ एक ठाउँमा छिटो जानुपर्ने भयो। आइहाल त, छिटो आऊ। झाप्ले तँ जस्ता कुलङ्गारले गर्दा यो गाउँकै बेइज्जत भयो। मैले के गरेर? अझ के गरी भन्छस्? फुलकुमारीलाई कहाँ हाली फोन? मलाई के थाहा? मलाई किन सोधेको? अझ थाहा छैन भन्छस्? छिटो भन, फुलकुमारीलाई कहाँ हालिस्? भन भनेको, भन छिटो। ए फुलकुमारी तैँले पो लुकाइस्? मलाई के थाहा? गाउँकी चेलीलाई तैँले यति दुःख दिन हुन्छ? भन्छस् कि हान्नु?